Namaskar, welcome to the channel The Metaphor. र आज हामी पढ्दैछौँ chapter first introduction to strategic management. As I said in the earlier video, र मैले ल्याइसकेको छु नयाँ video containing the former classes regarding strategic management. Strategic management को former class चाहिँ अबबाट सुरु हुन्छ यो भिडियोबाट। अब strategic management सुरु गर्नुभन्दा अगाडि चाहिँ 5 सेकेन्डको लागि सोचौँ what is strategy. ओके, स्ट्राटेजी नाम सुन्ने बित्तिकै दिमागमा के शब्द आयो? स्ट्राटेजी भनेको चाहिँ के रहेछ? यो चाहिँ अब एकदमै सिम्पल भाषामा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ प्लान हो, सिम्पल प्लान हो। अब एकदम सिम्पल इक्जाम्पलको लागि चाहिँ हामी इक्जामको लागि पढिरहेका छौँ होइन। अब जस्तै कि स्ट्राटेजिक म्यानेजमेन्ट हामी पढिरहेका छौँ। अब यो चाहिँ हामी एक्जाम ओरिएन्टेड भएर पढ्दाखेरि चाहिँ हाम्रो चाहिँ प्लान कस्तो हुन्छ त, त्यही नै हो स्ट्राटेजी। फर इक्जाम्पल कसैको चाहिँ के हुन्छ, हाउ टु पास द एक्जाम भन्ने अब्जेक्टिभ हुन्छ होइन। अब मैले पास कसरी गरौँ, कसैको अब्जेक्टिभ के हुन्छ, हाउ टु स्कोर अ बेस्ट मार्क इन द एक्जाम, त्यो एउटा अब्जेक्टिभ हो। अब दुइटै अब्जेक्टिभलाई चाहिँ राखेर चाहिँ त्यो अब्जेक्टिभमा काम गर्दाखेरि चाहिँ कस्तो खालको प्लानिङ हुन्छ त होइन। जस्तै कि म चाहिँ बिहान राम्रोसँग पढ्न सक्छु, बिहान पढेको चाहिँ सर र दिमागमा मेमोराइज हुन्छ होइन। म चाहिँ बेलुका पढ्न सक्छु अनि कसैको हुन्छ कि म रटेर पढ्छु, म चाहिँ पोइन्टहरू पुरै कण्ठ गर्न सक्छु होइन, त्यो चाहिँ मेरो क्यापेबिलिटी नै हो होइन। अनि कसैको चाहिँ होइन, मैले चाहिँ रटेर पढ्न सक्दिनँ, म चाहिँ भित्रसम्म सबै वर्डको मिनिङ्सहरू बुझेर चाहिँ म पढ्न सक्छु, हो त्यो चाहिँ एउटा अर्को व्यक्तिको एबिलिटी हुन्छ। भनेपछि हो त्यसैमा वर्कआउट गरिने र त्यसैबाट निकालिने एउटा फर्मुलेटेड प्लान भनेकै स्ट्राटेजी हो। हामी एक्जाम ओरिएन्टेड भएर पढ्दाखेरि कसरी पढ्ने भन्नेको एन्सर जुन हुन्छ अ प्लान, जुन हामीले प्लान बनाएका हुन्छौँ, जुन टाइम टेबल बनाएका हुन्छौँ, जुन रुल बनाएका हुन्छौँ, त्यही नै स्ट्राटेजी हो। भनेपछि स्ट्राटेजीले दुईवटा कुरामा फोकस गर्छ। इट्स अ प्लान टु एचिभ योर गोल। सिम्पल, एकदम मिठो भाषामा भन्नुपर्दा स्ट्राटेजी भनेको जस्तो प्लान हो जुन हामीले क्रिएट गर्छौँ के का लागि, टु एचिभ आवर गोल। अब यो अर्गनाइजेसनको टर्ममा भन्नुपर्दाखेरि के भनिन्छ भने इट्स अ प्लान द्याट इज मेड or formulated in order to achieve organizational objective. कुनै पनि अर्गनाइजेसनको अब्जेक्टिभलाई एचिभ गर्नको लागि बनाइने, फर्मुलेटेड गरिने प्लान नै के हो, स्ट्राटेजी हो। ओके, लेट्स बिगिन च्याप्टर फर्स्ट इन्ट्रोडक्सन टु स्ट्राटेजी म्यानेजमेन्ट। अब यसमा चाहिँ हामीले के हेर्छौँ भन्दा मिनिङ अफ स्ट्राटेजी, लेभल अफ स्ट्राटेजी, क्यारेक्टरिस्टिक अफ स्ट्राटेजी होइन, स्ट्राटेजिक म्यानेजमेन्ट कसरी इभल्भ भयो, यसको इम्पोर्टेन्सहरू के हो, स्ट्राटेजिक डिसिजन्सहरू होइन। अब नेपालमा यसको इम्पोर्टेन्स के छ भनेर चाहिँ हामीले ओभरअल स्ट्राटेजिक म्यानेजमेन्टको एकदम बेसिक कन्सेप्टहरू हुन्छ नि, स्ट्राटेजिक म्यानेजमेन्ट ओभरअली के हो त भन्ने कुरा चाहिँ हामीले यसमा पढ्छौँ। ओके, डिफिनेसन अफ स्ट्राटेजी बाट सुरु गरौँ। वाट इज इट? इट इज अ प्लान टु एचिभ कम्पनीज अब्जेक्टिभ विथ द युटिलाइजेसन अफ पोटेन्सियल रिसोर्सेस। अब यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ मैले अघि नै भने होइन, कुनै पनि अर्गनाइजेसनको भिजन, मिसन्स, गोल, अब्जेक्टिभ होइन, त्यो सबै कुरालाई एचिभ गर्नको लागि फर्मुलेटेड गरिने प्लान नै के हो, स्ट्राटेजी हो। हाम्रो अर्गनाइजेसनमा डिफ्रेन्ट काइन्ड अफ रिसोर्सेसलाई हामीले राखेका हुन्छौँ। फर इक्जाम्पल इन्फ्रास्ट्रक्चर, अदर फिजिकल रिसोर्सेस, ह्युमन रिसोर्सेस, हो त्यो सबै रिसोर्सेस जति पनि हाम्रो अर्गनाइजेसनमा राखेका हुन्छौँ, त्यो सबै पोटेन्सियल रिसोर्सेसलाई कसरी युटिलाइजेसन गर्दाखेरि चाहिँ हामीले कम्पनीको अब्जेक्टिभलाई चाहिँ गेन गर्न सक्छौँ। कम्पनीको अब्जेक्टिभ प्रफिट म्याक्सिमाइजेसन हुन पनि सक्छ, एक्सपान्सन हुन पनि सक्छ होइन, ग्लोबलाइज्ड मार्केटमा चाहिँ गएर चाहिँ कम्पनीको ग्रोथ गराउने पनि हुनसक्छ, डिफ्रेन्ट हुनसक्छ होइन। हो त्यो सबै एसोसिएट गरेर चाहिँ डिफ्रेन्ट फ्याक्टर्सहरूलाई चाहिँ इन्टिग्रेट गरेर जुन प्लान बनाइन्छ त्यही नै के हो, स्ट्राटेजी हो। इट्स अ लङ टर्म डिरेक्सन द्याट टेक्स अ भेरियस फ्याक्टर एनालाइसिस इन द कन्सिडरेसन। यो एउटा लङ टर्म डिरेक्सन हो जसले डिफ्रेन्ट फ्याक्टरलाई चाहिँ इन कन्सिडरेसन गर्नै पर्ने हुन्छ भन्नाले, जसलाई कि एक्सटर्नल इन्भाइरोमेन्ट, इन्टरनल इन्भाइरोमेन्ट, हाम्रो सोट एनालाइसिस, हाम्रो कोर कम्पिटेन्सिज, डिफ्रेन्ट फ्याक्टर्सहरूलाई चाहिँ एनालाइसिस गरेर जुन लङ टर्म डिरेक्सन बनाउँछौँ त्यो नै स्ट्राटेजी हो। क्यानट बी डिफाइन इन द सर्ट पिरियड अफ टाइम। कुनै पनि स्ट्राटेजी प्लान जब हामीले बनाउँछौँ यो चाहिँ सर्ट पिरियड अफ टाइममा डिफाइन हुँदैन। फर इक्जाम्पल 1 घन्टा, आधा घन्टा, 10 मिनटमा एकदम त्यो सर्टली डिसिजन गरेको छ, यस और नोको डिसिजन गरेको जस्तो हुँदैन, किनभने यसमा डिफ्रेन्ट फ्याक्टरलाई एनालाइसिस गर्नुपर्ने हुन्छ। त्यही भएर यो चाहिँ हाई लेभल अफ
डिसिजनमा पर्छ। पर्मानेन्ट इन नेचर इज नट मेड टेम्पोररीली, र यो पर्मानेन्ट इन नेचर हुन्छ। कुनै पनि स्ट्राटेजी प्लान हामीले बनाइसकेपछि चाहिँ, जसलाई कि म आज चाहिँ एउटा बिजनेस प्लान बनाउनु पऱ्यो, एउटा स्ट्राटेजी प्लान बनाउनु पऱ्यो, इन अर्डर टु एक्सपान्ड आवर बिजनेस भनेर चाहिँ सट्ट एउटा प्लान बनाइहालेँ, तर अब त्यो चाहिँ विथिन 1 मन्थ चाहिँ त्यसलाई चेन्ज गर्छु भनेर चाहिँ हुँदैन। सो इट्स अ पर्मानेन्ट इन नेचर। कुनै पनि स्ट्राटेजी प्लानहरू चाहिँ पर्मानेन्ट इन नेचर हुन्छ, टेम्पोररी हुँदैन। त्यही भएर यसलाई चाहिँ एकदम सोचेर सम्झेर मात्रै बनाउनु पर्ने हुन्छ। कल एज अ लङ टर्म प्लान डिफाइन्ड फर अ सस्टेनेबल कम्पिटेटिभ एडभान्टेज। यसलाई चाहिँ लङ टर्म प्लान भनिन्छ, जसले गर्दा चाहिँ हामीले सस्टेनेबल कम्पिटेटिभ एडभान्टेजलाई चाहिँ एचिभ गर्न सक्छौँ। स्कलरहरूले कसरी डिफाइन गरेका छन् भने, स्ट्राटेजिज आर द मिन्स बाई विच लङ टर्म अब्जेक्टिभ्स विल बी एचिभ्ड। स्ट्राटेजिज भनेको यस्तो खालको प्लान हो, यस्तो खालको मिन हो, यस्तो खालको टुल हो, जसले चाहिँ हाम्रो अर्गनाइजेसनको लङ टर्म अब्जेक्टिभ्स चाहिँ एचिभ हुन्छ। A strategy is integrated and coordinated set of commitment and action designed to exploit our competencies and gain a competitive advantage। अब हाम्रो चाहिँ बिजनेसहरूमा के हुन्छ भने, कम्पिटेन्सिज भनेको मतलब हाम्रो एबिलिटी, हाम्रो रियल एबिलिटी चाहिँ के हुन्छ। फर इक्जाम्पल कुनै बिजनेसको चाहिँ अलिकति डिफ्रेन्ट भेराइटीको प्रोडक्ट छ अरे होइन। अब त्यो डिफ्रेन्ट खालको भेराइटीको प्रोडक्ट भइसकेपछि चाहिँ मान्छेहरू यसै पनि एट्र्याक्सन हुन्छ भने त्यो उसको कोर कम्पिटेन्सी हो होइन। अब उसले त्यही कोर कम्पिटेन्सी युज गरेर चाहिँ उसले कम्पिटेटिभ एडभान्टेज गेनहरू गर्न सक्छ। फर इक्जाम्पल उसको अलिकति डिफ्रेन्ट, अलिकति युनिक खालको प्रोडक्टको कारणले गर्दाखेरि उसले चाहिँ धेरै मान्छे, धेरै कस्टमर्सहरूबाट चाहिँ रेभेन्यू कलेक्सन गर्न सक्छ भनेदेखि उसले त्यसैको युटिलाइजेसन गरेर चाहिँ उसले आफ्नो बिजनेसलाई ग्रोथ गर्न सक्ने भयो। भनेपछि स्ट्राटेजी भनेकै यही नै हो, हाम्रो कोर कम्पिटेन्सीलाई पत्ता लगाएर त्यसैबाट कम्पिटेटिभ एडभान्टेज लिन सक्नु हो। अब स्ट्राटेजी हामीलाई किन पनि चाहिन्छ भन्दाखेरि चाहिँ, किनभने हाम्रो टेक्नोलोजी चाहिँ इभल्भ भइरहेको छ। फर इक्जाम्पल पहिला चाहिँ हाम्रो चाहिँ अब टिचिङ मेथोडोलोजीमै कति धेरै चेन्ज आइरहेको छ। यसरी युट्युब भिडियोहरू बनाएर चाहिँ हामीले कन्टेन्टहरूलाई ट्रान्सफर गर्न सक्छौँ, इन्फर्मेसन्सहरूलाई ट्रान्सफर गर्न सक्छौँ, भ्यालुएबल इन्फर्मेसनहरूलाई चाहिँ हामीले सेयर गर्न सक्छौँ, राइट। र होइन, हामीले चाहिँ अब जस्तै कि फर इक्जाम्पल गुगलमै गएर पनि वाट इज स्ट्राटेजी भन्यो भनेदेखि थाउजन्ड्स अफ के आउँछ, स्ट्राटेजीको डिफिनेसन्स आउँछ। भनेपछि हामीले त के गर्यो भन्दाखेरि अहिलेको टेक्नोलोजीको दुनियाँमा त हामीले अब फिजिकली क्लासहरू एटेन्ड पनि गर्नु परेन होइन। फिजिकली पहिला जस्तो फिजिकली टिचरले जानुपर्ने, स्टुडेन्टले जानुपर्ने, टेक्स्ट बुक मेटेरियल्सहरू अगाडि हुनुपर्ने कम्पल्सन त भएन। सो यसरी टेक्नोलोजी इन्भल्भ हुँदै गर्दा यसरी मान्छेको ह्युमनको जुन नेसेसरी थियो होइन, म्यानमेड वर्कलाई चाहिँ जसरी एआईले रिप्लेस गर्दैछ, यस्तो टेक्नोलोजीमा चाहिँ हाम्रो बिजनेस चाहिँ के भइरहेको छ, एकदम कम्पिटेटिभ नेचर भइरहेको छ। त्यसमा हाम्रो अब के चाहिन्छ, न्यू आइडिया, न्यू इनोभेसन्स, न्यू क्रिएटिभिटी हो। त्यो सबैको लागि के चाहियो, स्ट्राटेजी चाहियो। द्याट्स वाइ स्ट्राटेजी इज सो मच इम्पोर्टेन्ट फर अस। र स्ट्राटेजी भनेको चाहिँ अब हिस्ट्री हेर्ने भन्दाखेरि स्ट्राटेजी भनेको चाहिँ एउटा वारबाट, एउटा मिलिट्री फोर्सबाट चाहिँ आएको भन्ने एउटा मान्यता पनि छ। स्ट्राटेजी भन्ने बित्तिकै के हो भन्दा, हाउ टु मेक गेन टु योर सेल्फ भन्ने पनि हो क्या स्ट्राटेजी भनेको चाहिँ। अब बिजनेस एक्सपान्सनदेखि लिएर हाम्रो चाहिँ अब च्यालेन्जेसहरूलाई कसरी कोप गर्ने त होइन। एक्सटर्नल इन्भाइरोमेन्टले गर्दाखेरि चाहिँ यस्तो भइरहेको छ, इन्टरनल इन्भाइरोमेन्टले गर्दा यस्तो प्रब्लम्सहरू चाहिँ आइरहेको छ, त्यसलाई कसरी कोप गर्ने भन्ने कुरा पनि हामीले स्ट्राटेजीबाट नै थाहा पाउँछौँ होइन। अब स्ट्राटेजीले के कस्तो खालको कुराहरूलाई चाहिँ एड्रेस गर्छ भन्दाखेरि चाहिँ करेन्ट एन्ड फ्युचर बिजनेसहरूलाई पनि एनालाइसिस गर्ने भयो होइन। अब प्रोडक्टहरूको बारेमा, टार्गेट कस्टमर्स, मार्केट अफ बिजनेस होइन, रिसोर्स एलोकेसन्स, इन्भाइरोमेन्टको बारेमा पनि स्ट्राटेजीले चाहिँ धेरै कुराहरूलाई चाहिँ अध्ययन गर्छ। र एउटा स्ट्राटेजी भनेको चाहिँ के हो, अ फर्मुलेटेड प्लान, अ डिजाइन प्लान इन अर्डर टु एचिभ लङ टर्म गोल अफ एन अर्गनाइजेसन। अब हामीले के हेर्छौँ भन्दा, लेभल्स अफ स्ट्राटेजीको बारेमा हेर्छौँ। लेभल अफ स्ट्राटेजी केमा छुट्याइन्छ, corporate level strategy, business level strategy and functional level strategy। अब यो लेभल अफ स्ट्राटेजीहरू भनेको चाहिँ के हो र यसभित्रको पनि टाइप्सहरू के हो भन्ने कुरा चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्छौँ। ओके, थ्याङ्क यू फर दिस भिडियो। I shall explain the level of strategy in the next video.